म र पप्पी चाहिँ यहाँ के बोकेर हिँड्दैछ भनेर जान्न चाहनुहुन्छ भने सिखो एप डाउनलोड गर्नुहोला। सो गुड मर्निङ है सबैजनालाई। आज चाहिँ आइतबारको दिन, हामी भने चाहिँ आइतबार सेवा जान्छ, चर्च जान्छ। सो अन्त म चाहिँ उठेर रेडी भएँ। अन्त खाजा खानु गएको छैन। मम्मीहरू त छोरालाई नपर्खिकन खाजा खानु हुँदो रहेछ। मम्मी नपर्खेको भनेर भनेको, मम्मीले त कसले ढिलो भनेर भन्नुभयो। अन्त चाहिँ पस्केर दिनु पनि भयो, किनकि आमा हो नि त। मैले भट्टाभट्टी खाएर चाहिँ सेवाको लागि रेडी भएँ। त्यहाँदेखि जाँदाखेरि चाहिँ मौसम चाहिँ आज यस्तो थियो। अन्त यहाँ चाहिँ म पैसाको चेन्ज लिनु दाजुको घर पनि गएँ। त्यहाँदेखि दाजुले मलाई पैसाको टक्कै चेन्ज पनि दिनुभयो। अन्त म चार्जर बोकेर चर्चतिर लागेँ। यो कन्टेन्ट क्रिएसन भन्ने कुरा चाहिँ नि भोलि गर्छु भन्दा चाहिँ कहिले हुँदैन रहेछ क्या। हामी मोटिभेसन त पाइबस्छ होइन, कतिको फिल्डमा आउँछ होला यस्तो गर्छु उस्तो गर्छु भनेर सोच्छ पनि हामी। जबसम्म एक्सनमा आउँदैन नि तबसम्म के पनि हुँदैन रहेछ क्या। यो कन्टेन्ट क्रिएसन चाहिँ यस्तो रहेछ। सो एक्सन चाहिँ लिइहाल्नु पर्ने रहेछ, स्टार्ट चाहिँ गरिहाल्नु पर्ने रहेछ। त्यति भन्दा नभन्दा म चर्च पनि आइपुगेँ। त्यहाँदेखि भनेदेखिलाई हाम्रो चर्च चाहिँ यसरी देखिन्थ्यो बाहिरबाट चाहिँ। अन्त म भित्र गएर हेरेको, हाम्रो पास्टर बुवा बाहेकहरू कोही पनि आइपुग्नु भएको थिएन रहेछ। त्यहाँदेखि चाहिँ म चाहिँ सेवामा चाहिँ फोन चलाउँदिनँ। सेवा पुगेपछि चाहिँ म फोनहरू हेर्दिनँ। सो मैले भिडियो हालिनँ सेवा गरेको, सिधै यो सकेको भिडियो मैले हाल्दैछु। सेवा पनि सकिसकेको थियो। त्यहाँदेखि भनेदेखिलाई मैले मम्मीलाई धेरै क्वेसनहरू सोधेँ। मम्मीले फेरि टक 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 एन्सर सोध्यो। भनेदेखिलाई चाहिँ टक्कै चर्च पनि बन्द गरेर म फेरि घरतर्फ लागेँ। बाइबलहरू बोकेर म घर फेरि हिँडेँ। अन्त दाजु मम्मी पापा भनेदेखिलाई अगाडि जानु हुँदो रहेछ। सो त्यहाँदेखि भनेदेखिलाई चाहिँ मेरो काम पनि थियो। अन्त म माथि घर पनि आएँ। के काम थियो भन्दा चाहिँ टक्कै यति बोरा चामल बोक्नु पर्ने हो। डरले थुरथुर भए। त्यहाँदेखि भनेदेखिलाई म त बलवान हुने हो भनेर चाहिँ मैले डरो बाहुबली उचालिदिएँ। त्यहाँदेखि भने म हिँड्नु पनि थालेँ घरतर्फ चामल लिएर चाहिँ। अन्त मेरो साथीले त मलाई राम्ररी हेर्छ, ओए नबोक भनेर भन्छ। हेराइले नै चिने हो, होइन बोक्नुपर्छ कहाँ हो, अन्त भात नखानु भनेर चाहिँ म चाहिँ चामल बोकेर सरासरी घर लागेँ। अन्त तपाईँहरूलाई मेरो भिडियोहरू मनपर्छ भने लाइक गर्नु सक्नुहुनेछ, इभन कमेन्ट पनि गर्न सक्नुहुनेछ। आजको ब्लग यति थियो। कस्तो लाग्यो एकपल्ट कमेन्ट गर्नुहोस् होला। सो बाई बाई।